ओके। आज हामी अब असाइनमेन्ट प्रब्लमको क्वेसन सल्युसनतिर जानेछौँ। हामीले जुन माथि 4वटा स्टेपहरू पढेका थियौँ, त्यही स्टेपहरूको बेसमा रहेर आज प्रब्लम सल्भ गर्नेछौँ। क्वेसन नम्बर 1 प्रब्लम यस प्रकार रहेको छ। XYZ company has 3 jobs to be done on 3 machines. Each job must be done on 3 machine. Each अब हामी चाहिँ क्वेसन सल्युसनतिर लाग्नेछौँ। माथि हामीले जुन 4वटा स्टेपहरू असाइनमेन्ट प्रब्लम सल्युसनको पढ्यौँ, ती स्टेपहरूको बेसमा रहेर सल्युसन बनाउनेछौँ, क्वेसन सल्युसन गर्नेछौँ, सल्भ गर्नेछौँ। फर्स्ट क्वेसन नम्बर 1 यस्तो रहेको छ। XYZ company has 3 jobs to be done on 3 machines. Each job must be done on 3 machines. Each job must be done only 1 machine. The cost of each machine given below. एउटा कम्पनी XYZ कम्पनीले 3वटा मेसिनमा 3वटा जब मा इम्प्लोयरलाई राखेको छ है। अनि ती 3वटै जबमा प्रत्येक मेसिनका लागि एक एकजना अन गरेर इम्प्लोयर राखेको छ है। अनि ती मेसिनको बारेमा चाहिँ अब हामीले तल टेबलमा चाहिँ दिएको छ मेसिन अनि जब। जस्तो एबिसी 3टा जब छ भनेपछि मेसिनहरू PQR 3टा मेसिनहरू छ। अब यसको बेसमा हामीले चाहिँ यो फाइन्ड द जब असाइनमेन्ट भनेको चाहिँ अब यो जबमा चाहिँ कस्ट मिनिमाइजेसन कसरी गर्ने भनेर चाहिँ हामीले पढ्नेछौँ। जहिले पनि हामीले क्वेसन सोल्भ गर्दाखेरि क्वेसन मिनिमम हो कि म्याक्सिमम, कस्ट मिनिमाइजेसनको हो कि प्रफिट म्याक्सिमाइजेसनको हो भनेर छुट्याउनु पर्ने हुन्छ। असाइनमेन्ट प्रब्लममा दुई प्रकारको क्वेसनहरू आउने गर्दछ। एउटा प्रफिट म्याक्सिमाइजेसन, अर्को कस्ट मिनिमाइजेसन। र यो क्वेसन चाहिँ कस्ट मिनिमाइजेसन गर्ने प्रश्न हो, किनभने प्रत्येक मेसिनमा काम गर्ने इम्प्लोयरले चाहिँ कस्ट जुनमा कम कस्ट हुन्छ त्यसमा चाहिँ हामीले ती मेसिनलाई अपरेसन गर्न चलाउन राम्रो हुन्छ भनेर मान्नेछौँ। अब हियर नम्बर अफ यसमा हेर्नु त हामीले त्यो माथि पढेको स्टेपको अनुसार सुरुमा हामीले के हेर्छौँ भनेपछि नम्बर अफ कतिवटा छ, नम्बर अफ कलम कतिवटा छ है। 1300 जति लाई हामी भन्छौँ भने ठाडो जति हामी कलम भन्दछौँ। यसमा कलम र बराबर रहेको छ, त्यही भएर यो प्रब्लम ब्यालेन्स त है। हियर नम्बर अफ इक्वल टु नम्बर अफ कलम, सो दि प्रब्लम इज ब्यालेन्स, यो लेख्नुपर्ने हुन्छ। यदि ब्यालेन्स छैन भने पनि हामीले डमी अर्थात् डमी कलम बनाएर इक्वल टु एन्ड कलम बनाउने कोसिस गर्नेछौँ। र प्रत्येक डमी मा हामीले कस्टलाई चाहिँ 0 राखेर जानेछौँ। तर यसमा चाहिँ त्यो अवस्था रहेन र अहिले चाहिँ हामी सोल्युसनतिर लाग्दछौँ। सुरुमा हामी पहिलो टेबललाई नि जस्ताको त्यस्तै तल सार्दछौँ। जस्तो टेबल 1 जब PQR है, ABC जस्तोको त्यस्तै तल सार्यौँ। यो सारिसकेपछि अब माथि हामीले जुन स्टेपहरू फलो पढेका थियौँ, ती स्टेपहरूलाई अब फलो गर्नेछौँ। जस्तो स्टेप 1 हेर्नु त, हामीले के गरेका थियौँ, अपरेसनमा चाहिँ इक्वल टु
R1 इक्वल टु R2, R1 इक्वल टु 18, R2 इक्वल टु R2 इक्वल टु 8, R3 इक्वल टु R3 इक्वल टु 10। हामीले स्टेप 1 मा के परेका थियौँ भने एउटा रबाट है बीमा चाहिँ रबाट चाहिँ के गर्ने रे, प्रत्येक रबाट मिनिमम नम्बर अफ इलिमेन्ट चुज गर्ने। जस्तो R1 मा हेर्नु त सबभन्दा सानो इलिमेन्ट कुन छ भनेपछि 18 छ, R2 मा 8, R3 मा 10 छ है। अब प्रत्येक इलिमेन्टलाई प्रत्येक रबाट घटाउने है। जस्तो R1 बाट R1 घटाउने, R2 बाट R2 घटाउने, R3 बाट R3 घटाउने। त्यो घटाउने भनेको माथिको जुन हामीले मिनिमम कस्ट अर्थात् इलिमेन्ट चुज गरेका छौँ, R1 का लागि 18, R2 का लागि 8, R3 का लागि 10 गरेका थियौँ, त्यो इलिमेन्टलाई प्रत्येकबाट घटाउँदै जाने है। त्यो घटाउँदै जाने। जस्तो R1 को कति छ 18 छ, 18 बाट 18 घटायो भने चाहिँ 0 है। त्यसपछि त्यसकै सेकेन्डमा कति 24 छ, 24 बाट 18 घटायो भने चाहिँ कति भयो त 6, फेरि अझ घटाउने है। त्यसपछि 28 छ, 28 बाट 18 घटायो भने कति भयो 10 हो। त्यसै गरी R2 अपरेसन गरौँ। R2 अपरेसन गर्दाखेरि 8 माइनस 8 गर्दा 0 हुन्छ, 13 माइनस 8 गर्दा 5 हुन्छ, 17 माइनस 9 गर्दा 17 माइनस 8 गर्दा कति हुन्छ 9 हुन्छ। त्यसै गरी C पनि हामी अपरेसन गरौँ। C गर्दाखेरि पनि 10 माइनस 10 0, 15 माइनस 10 5, 25 माइनस 10 15 हो। अब हामी स्टेप 3 मा जान्छौँ, स्टेप 2 मा जान्छौँ। स्टेप 2 मा चाहिँ हामीले के गरेका छौँ भने चाहिँ कलम अपरेसनमा हामीले यस कलममा पनि के भनेका थियौँ भने चाहिँ चुज द मिनिमम इलिमेन्ट अफ द इच कलम एन्ड सब्ट्र्याक्ट द इच इलिमेन्ट इन द इच कलम है। सब्ट्र्याक्ट अब के गर्ने भनेपछि प्रत्येक कलमबाट मिनिमम नम्बर अफ के लिने इलिमेन्ट चुज गर्ने। जस्तो C1 कलम 1 बाट हेर्नु त प्रत्येकमा 0 छ, 0 लियौँ। कलम 2 मा हेर्नु त सबभन्दा सानो 5 छ, 5 लियौँ। कलम 3 मा हेर्नु त सबभन्दा सानो 9 छ, 9 लियौँ हो। अब यो लिएको चुज गरेको इलिमेन्टहरूलाई जो अपरेसन गरे जस्तरी नै कलम अपरेसन गर्ने। कलम अपरेसन गर्दाखेरि टेबल 3 मा हेर्नु त 0 माइनस 0 0, 0 माइनस 0 0, 0 माइनस 0 0। त्यसपछि अब हेर्नु त 6 माइनस 5 गर्दाखेरि 1 है, 5 माइनस 5 गर्दाखेरि 0। त्यसपछि 5 माइनस 5 गर्दाखेरि 0 हो। अब त्यसपछि कलम 3 मा अपरेसन गरौँ। 9 माइनस 10 माइनस 9 गर्दाखेरि 1, 9 माइनस 9 गर्दाखेरि 0, 9 माइनस 15 माइनस 9 गर्दाखेरि 6 भयो। अब यसपछि हामीले चाहिँ अब लाइनिङ गर्नेछौँ। अब हामीले प्रत्येक रमा हामीले त्यसपछि के परेका थियौँ भने चाहिँ एसाइनमेन्ट प्रब्लम हो। यो भनेको अब यसपछिको चाहिँ हामी एसाइनमेन्ट प्रब्लम गर्नेछौँ। प्रत्येक रोमा एक एकवटा 0 भेट खोज्नेछौँ। यदि प्रत्येक रोमा एक वा एकभन्दा बढी 0 भयो भनेपछि त्यो रोलाई छोडेर अर्को रोमा जानेछौँ। हेर्नु त यहाँ हामीले फर्स्ट रोमा एक मात्र 0 देखेका छौँ। त्यही भएको हुनाले एक मात्र 0 भने त्यसलाई बक्स बनाउने, त्यसलाई चाहिँ ठाडोमा काट्ने र कलम काट्ने है। त्यसपछि अब सेकेन्डमा गयौँ हामी। सेकेन्डमा जाँदाखेरि सेकेन्डमा 3 वटा 0 छ। सेकेन्डमा 3 वटा 0 भएको हुनाले यसलाई छोडिदियौँ, यो रोलाई छोडेर अगाडि बढ्यौँ। त्यसपछि हाम्रो चौथो रोमा गयौँ, तेस्रो रोमा गयौँ। तेस्रो रोमा जाँदाखेरि यसमा पनि अब बचेको एउटा 0 छ नि है, एउटा 0 बचेको हुनाले यसलाई हामीले कलमलाई के गर्यौँ, रोलाई के गर्यौँ, कलमले काट्यौँ।
अब यस्तै गरी अब कलमको सबै सकियो 0 भनेपछि रको अब चाहिँ कलमबाट हेर्छौँ। फर्स्टमा काटिसक्यौँ, सेकेन्डमा काटिसक्यौँ, थर्डमा हेर्नु त थर्डमा एकवटा मात्र 0 छ। एकवटा मात्र 0 कलममा हो भने चाहिँ एउटा लाइन हामीले के गर्यौँ काट्यौँ नि, एउटा लाइन चाहिँ हामीले कलममा काट्यौँ, रमा काट्यौँ। यसरी हामीले लाइन काट्दाखेरि सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरो के छ भनेपछि सबभन्दा पहिले प्रत्येक रोमा हेर्ने, फर्स्ट र सेकेन्ड र थर्ड रोमा। फर्स्ट रोमा 2वटा 0 छ भने छोड्ने, अगाडि बढ्ने। यदि एउटा 0 छ भने चाहिँ त्यसलाई बक्स बनाउने र सिलेक्सनमा बक्स आयो भने चाहिँ ठाडो कलममा काट्ने अर्थात् लाइनिङ पार्ने। त्यसपछि हामीले सेकेन्ड रोमा हेर्ने। सेकेन्ड रोमा हेर्दाखेरि 1 वा 2भन्दा बढी 0 आयो भनेपछि हाम्रो यो टेबलमा 3वटा 0 छ, त्यही भएर हामीले यसलाई छोडेर अगाडि बढ्यौँ। अनि त्यसपछि कलम थर्डमा हेर्ने। कलम थर्डमा हेर्दाखेरि हामीले एउटा 0 अलरेडी कलम र 1 चुज गर्दाखेरि काटिसकेको हुनाले अब एउटा 0 बचेको थियो। त्यो एउटा 0 बचेको हुनाले कलममा हाम्रो रमा 0 मिलेको भएकोले हामीले कलमलाई लाइनिङ गर्ने। त्यसपछि फेरि हामीले अब लाइनिङ सकियो भनेपछि त्यसपछि र सकियो भने त्यसपछि कलममा लाइनिङ गर्ने। कलममा लाइनिङ गर्नका लागि प्रत्येक कलममा हेर्ने। यदि जुन कलम बाँचेको छ त्यही कलमको 0 हेर्ने। हेर्नु त लास्ट रोमा एउटा मात्र 0 देखिया हुनाले हामीले कलमलाई जुन कलममा 0 देखिएको छ त्यसमा बक्स बनायौँ र कलममा बक्स बनायौँ र काट्यौँ, लाइन केमा हाल्यौँ, रमा हाल्यौँ हो। यसरी हाल्दाखेरि हामीले कबसम्म कन्टिन्यू हाल्नुपर्छ भनेपछि जबसम्म नम्बर अफ र एन्ड कलम इक्वल टु नम्बर अफ लाइन हुँदैन। यदि नम्बर अफ र नम्बर अफ लाइन इक्वल टु भएन भनेपछि त्यो असाइनमेन्ट प्रब्लम अप्टिमम इज नट अप्टिमम अर्थात् ब्यालेन्स नभएको मानिँदैन। यदि नम्बर अफ लाइन र नम्बर अफ कलम इक्वल टु भयो भनेपछि त्यसलाई चाहिँ त्यो प्रब्लम चाहिँ सोल्भ भएको अर्थात् अप्टिमम भएको मान्न सकिन्छ है। अब हामी योभन्दा पछिको चाहिँ कन्टिन्यू हेर्नेछौँ है। अब चाहिँ हामीले यो लाइनिङ टेबल 3मा लाइनिङको काम गरिसक्यो भनेपछि अब हेर्नु हाम्रो नम्बर अफ र एन्ड कलम र नम्बर अफ लाइन इक्वल टु भएको छ। इक्वल टु हुनुको मतलब बराबर हुनुको मतलब यो सोलुसन अप्टिमम हुनु हो। अब हेर्नु त टेबल 3 पछि एरो लगाएको ठाउँबाट हियर लेखेको छु है मैले, त्यहाँबाट चाहिँ कन्टिन्यू हुन्छ। त्यहाँबाट चाहिँ नम्बर अफ लाइन इक्वल टु नम्बर अफ रो / कलम इक्वल टु 3। सो द प्रब्लम इज अप्टिमम। प्रब्लम अप्टिमम भइसकेको छ। अब एसाइनमेन्ट गरौँ। जस्तो जब ए, जब बी, जब सी है, मेसिन पी, मेसिन क्यू, मेसिन आरमा चाहिँ कस्ट कति लाग्छ भनेर हेर्नु त। कस्ट पी एका लागि पी मेसिनमा काम लगाउँदै 18 रुपियाँ लाग्ने रहेछ। बीलेलाई क्यू मेसिनमा लाउँदाखेरि 15 रुपियाँ लाग्ने रहेछ भनेपछि सीलाई आर मेसिनमा लाउँदाखेरि 17 रुपियाँ लाग्ने रहेछ। अनि टोटल गर्दाखेरि 50 लाग्ने रहेछ है। यो चाहिँ टोटल कस्ट निकाल्छौँ र कुन इम्प्लोइलाई है कुन जबमा कुन मेसिन अर्थात् कुन इम्प्लोइ राख्दाखेरि मिनिमम कस्ट हुन्छ, कस्ट मिनिमाइजेसन हुन्छ है भनेर हामीले यसरी पत्ता लगाउने गर्दछौँ। यो एसाइनमेन्ट प्रब्लम टाइप 1 कम्प्लिट भएको छ। अब यसै गरी कलम अपरेसन पनि सेम किसिमले हुन्छ है। कलम अपरेसन अब अर्को प्रश्न हाम्रो कलम अपरेसनवाला हुनेछ। कलम अपरेसन गर्दाखेरि पनि सुरुमा यसमा हामीले स्टेप 1मा र अपरेसन गरेका छौँ भने चाहिँ त्यसमा हामीले कलम अपरेसन गर्नेछौँ है। कलम अपरेसन गरेर पनि सेम प्रोसेस गर्नेछौँ। जहिले पनि हामीले क्वेसन सल्भ गर्दाखेरि क्वेसन पहिले फाइन्ड आउट गर्ने। फाइन्ड आउट भनेको कस्ट मिनिमाइजेसन हो कि प्रफिट म्याक्सिमाइजेसन हो। त्यसपछि हामीले र अपरेसन गर्ने कि कलम अपरेसन गर्ने, कुनबाट सुरु गर्ने त्यो चाहिँ फिक्स गर्ने। त्यो गरिसकेपछि यदि कलम अब यसमा र अपरेसन हो, अब यदि कलम अपरेसन हो भने चाहिँ सुरुमा प्रत्येक कलमबाट मिनिमम नम्बर अफ कस्ट चुज गर्ने है।
प्रत्येक जस्तो अब यही प्रश्नमा पनि हामीले र पहिले कलम अपरेसन गरेका हुने थियौँ भने यसमा फर्स्ट कलममा 8 C1 = 8 हुन्थ्यो। सेकेन्डमा कति हुन्थ्यो C2 = 13 हुन्थ्यो। अनि तेस्रोमा थर्डमा चाहिँ C3 = 17 हुन्थ्यो। भनेपछि पहिले हामीले बी अर्थात् जब बीमा चाहिँ हामीले चुज गरेर त्यसबाट हामीले कलम अपरेसन गरेर टेबल 2 बनाउँथ्यौँ। अनि टेबल 3 बनाउने बेला चाहिँ हामीले के गर्थ्यौँ भनेपछि त्यसमा अनि र अपरेसन गर्थ्यौँ। पहिले र अपरेसन गऱ्यो भने कलम, त्यसपछिको कलम अपरेसन, सेकेन्ड थर्ड टेबलका लागि। यदि फर्स्ट कलम अपरेसन गऱ्यौँ भनेपछि सेकेन्डमा र अपरेसन गर्नेछौँ है। यो कुरा विशेष ध्यान दिने। अनि अर्को कुरा, यदि नम्बर अफ जब र नम्बर अफ कलम क्वेसनमा इक्वल बराबर दिएको छैन भनेपछि हामीले डमी कलममा कस्ट 0 राखेर र अपरेसन कलम अपरेसन सेम प्रोसेस गर्नेछौँ है। हस्, थ्याङ्क यू। ल आज हामी असाइनमेन्ट प्रब्लम पढ्नेछौँ। यो च्याप्टरबाट चाहिँ इक्जाममा रेगुलर प्रत्येक वर्ष आइराखेको छ है। अनि इक्जाममा चाहिँ यो 7.5 मार्क्सको आउने गर्दछ भनेपछि यो ग्रुप बीमा हुन्छ। अनि ग्रुप बीमा चाहिँ एबी गरेर आउँछ भनेपछि यसमा कुनै या त एमा होला या त बीमा हुनसक्छ कुनै प्रश्न चाहिँ है। 7.5 यो च्याप्टरबाट आयो भने 7.5 कुनै अर्को च्याप्टरबाट आउन सक्दछ। यसमा मेन भनेको अब हामीले असाइनमेन्ट प्रब्लममा कुनै पनि अर्गनाइजेसन एन्ड जबमा होइन, अर्गनाइजेसनको जबमा चाहिँ प्रफिट म्याक्सिमाइजेसन र कस्ट मिनिमाइजेसन गर्नुपर्ने गर्दछ। यसरी प्रफिट म्याक्सिमाइजेसन र अब कलम एमा हामीले स्टेप एमा हामीले कलम र अपरेसन पढेका थियौँ भने अब चाहिँ हामी कलम अपरेसन स्टेप बी भनेर पढ्नेछौँ। स्टेप बीमा पनि स्टेप ए को जस्तै सेम प्रोसेस अपनाउनु पर्नेछ। यसमा त सेलेक्ट द मिनिमम नम्बर अफ एलिमेन्ट फ्रम इच कलम अफ डिभाइस टेबल एन्ड सब्ट्र्याक्ट देम फ्रम द करस्पोन्डिङ नम्बर। यसमा चाहिँ मिनिमम नम्बर अफ एलिमेन्टलाई चुज गर्ने है। सेकेन्ड टेबलको प्रत्येक कलमबाट त्यो जो हामीले प्रत्येक नम्बरलाई जो मिनिमम नम्बर चुज गरेका हुन्छौँ त्यसलाई चाहिँ प्रत्येक इलिमेन्टसँग सब्ट्र्याक्ट गर्ने, करस्पोन्डिङ रूपमा घटाएर जाने है। अनि यति गरिसकेपछि त्यसपछि हामी स्टेप 3 अर्थात् सीमा एसाइनमेन्ट गर्छौँ है। एसाइनमेन्ट टेबलमा आउँदछौँ। एसाइनमेन्ट टेबल बनाउँदाखेरि हामीले मिनिमम नम्बर अफ लाइन एसाइनमेन्टमा के भनेको छ भने चाहिँ ड्र द मिनिमम नम्बर अफ लाइन द्याट विल क्रस द मिनिमम नम्बर अफ लाइन है। अनि यसमा के गर्छ भने चाहिँ काउन्ट द नम्बर अफ 0 इन द फर्स्ट रो अर कलम इफ देयर इज अ सिङ्गल 0 इन द फर्स्ट रो अर कलम देन मेक द बक्स ओभर इट ड्र अ लाइन। यसमा हामी के गर्छ भनेपछि अनि काउन्ट द नम्बर अफ 0 इन द फर्स्ट रो अर कलम इफ देयर इज सिङ्गल 0 इन द फर्स्ट रो अर कलम देन मेक अ बक्स ओभर इट ड्र अ लाइन थ्रु रो अर कलम है गर्छौँ। त्यसपछि इफ देयर इज मोर देन 1 0
देन फर्स्ट रो ओर कलम लिभ इट, त्यो चाहिँ हामीले छोडेर जान्छौँ र अनि हामी इफ देयर इज अ सिङ्गल जिरो इन द फर्स्ट रो ओर कलम देन मेक अ बक्स ओभर इट ड्र अ लाइन थ्रु column or row. If there is more than one zero in the first column or row, then leave it and move the second row or column to count the number of zero. If there is single zero in the second row or column, then make it the box over it and draw the line through the column. यसमा हामीलाई सिम्पल के बुझ्नुपर्छ भने चाहिँ एउटा रो र कलममा दुईवटा जिरोहरू छ भनेपछि त्यसलाई लिभ गर्ने र अर्को रोमा जाने। त्यस्तो गर्नुको कारण के हो भने चाहिँ हामी एउटा रोमा एउटा मात्र जिरो भएको रोलाई लाइन गर्नेछौँ, अर्थात् काटेर जानेछौँ। पहिले रो काटेर गए पनि हुन्छ, पहिले कलम काटे पनि हुन्छ। करस्पोन्डिङ र हरिजन्टल दुइटै काट्न सकिन्छ है, यही भन्नु खोजेको हो। यदि फर्स्ट रोमा दुईवटा जिरो छ भने सेकेन्ड रोमा जाने, यदि सेकेन्ड रोमा एउटा जिरो छ भने त्यसलाई लाइन गर्ने भन्नु खोजेको हो। भनेको चाहिँ यहाँ हेर्नु, इफ देयर इज सिङ्गल जिरो इन द सेकेन्ड रो अर कलम देन मेक इट अवर बक्स एन्ड ड्र अ लाइन। अब असाइनमेन्ट प्रब्लम गरिसकेपछि अब हामीले चाहिँ स्टेप 4 अर्थात् डीमा चाहिँ टेस्ट अफ अप्टिमालिटी टेस्ट गर्नुपर्छ। यो टेस्ट गर्नु भनेको हामीले हाम्रो सोलुसन कम्प्लिट भएको मान्न सकिन्छ है। यसमा चाहिँ इफ द नम्बर अफ लाइन इक्वल टु नम्बर अफ रो अर कलम है छ भनेपछि द सोलुसन इज अप्टिमम। यो छ भने चाहिँ सोलुसन अप्टिमम भएको मानिन्छ। इफ नम्बर अफ लाइन लेस देन नम्बर अफ रो अर कलम छ भनेपछि सोलुसन इज नट अप्टिमम। यस्तो भएको अवस्थामा हामीले स्टेप बी र सी चाहिँ रिपिटेट गर्नुपर्छ जबसम्म नम्बर अफ लाइन र नम्बर अफ रो स्क्वेल बराबर आउँदैनन् है, त्यो गर्नुपर्ने हुन्छ। अब हामी यसपछि चाहिँ अब हामी प्रब्लमहरू सल्भ गर्ने जातिर जानेछौँ, स्टेप बाई स्टेप प्रब्लमहरू बनाउँदै जानेछौँ।